जुम्लाको तातोपानी गाउँपालिका 6 धौलापानीमा जीव दुर्घटनामा परि गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरी नेपालगञ्ज लगिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका 2 का 21 वर्षीय धर्मेन्द्र रोकायालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले जानकारी दिएका छन्। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कुटीचा उपचारका 27 वर्षीय रत्न शाहीलाई समेत थप उपचारका लागि सोही हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ। बिहीबार सदरमुकाम खलङ्गा बजारबाट कालीकोटको नागमा बजारतर्फ जाँदै गरेको भे 1J818 नम्बरको जीव दुर्घटना भएको थियो। उक्त दुर्घटनामा 7 जना घाइते भएका थिए। प्रहरी नायब परीक्षक रेग्मीका अनुसार अन्य घाइते तिला गाउँपालिका 1 की 35 वर्षीय मेनुका बुढा, पातारासी गाउँपालिका 4 की 21 वर्षीय माया नेपाली, तिला 2 का 21 वर्षीय पारस रावत, तातोपानी 3 की 48 वर्षीय कुनी सुनार, तातोपानी 2 का जीव चालक लोकेश खड्का र निर्वाचन प्रहरी तिला 2 का टेकेन रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।